सक्नुहुनेछ आउनुहोस् अब यस मन्दिरको उद्धारार्थ सहयोगार्थ यदि तपाईँहरू सहयोग गर्न चाहनुहुन्छ भने आउनुहोस् मन खोलेर सहयोग गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ र हाम्रो यस मन्दिर आरामै हुनुहुन्छ करिश्मा पनि आइसक्नु नि लाखौँ करोडौँ हजारौँ भक्तहरू जनाहरू आएर हाम्रो मेला हेरेर हाम्रो शब्द भएर र हाम्रा यस रमाइलो बनाउन र व्यापारी जुलपी झटपटी खेलमा लिएर आउनुहुने हाम्रा व्यापारी साथीहरूलाई पनि हामी यस मन्दिर समितिको तर्फबाट ह्याप्पी शिवरात्रि महाशक्ति शिवलाई मन्दिरलाई हेर्ने मन कान र हृदयबाट तपाईँलाई मनमा विश्वास रहेको छ भने आउनुहोस् हाम्रो यसको त यस्तो छ क्या कहिले ओइलिँदैन नि झर्दैन नि होइन यस्तो छ क्या फेरि यसमा चाहिँ कस्तो छ भने त्यो हातले आफै बुनेको रहेछ क्या यो एकदम राम्रो छ यो त्यो प्लास्टिकको जस्तो होइन क्या यो पुरा उनीको धागोले बुनेको रहेछ क्या यो एकदम मलाई चाहिँ मन पर्यो होइन तर 150 रुपियाँ भनेको 100 रुपियाँ देऊ भनेको मानेको छैन के गर्ने भइरहेछ क्या यहाँनिर भान्जी के छ हौ कति चाहिँ राम्री भएर बसेको आस्मा पनि व्यापार गर्नु थालिसिन् ल ल ल खुसीको कुरो कसले बनाएको यो यस्तो राम्रो गिफ्ट बनाउने मान्छे चाहिँ यिनी नै हुने ल तिम्रो कलालाई पनि उच्च सम्मान छ है भने आफ्नै देशमा यतिको रोजगार होइन उनीको भन भान्जी आइस के किनिदिनु अरे ह्याप्पी बर्थडे आइस सोडे सन्चै हुन्छ कहाँ पाउँछ बिटा खिच्दै आइस के ग्यामै आइस हजुर यो गेम हो कुन बबल टी लु त लु माग बबल टी दिनु अरे दाजु कतिको भनेर सोध्नु त सुरु कसरी पर्छ के हो कति हो 200 रुपैयाँ गिलासको पिङ्क खाने कति 200 नै हो त्यो ओरियो बनाइदिनु ओरियो तिमीलाई उयो किनिदिन्छु न हौ एक्सट्रिम के अरे एक्सट्रिम अब 200 रुपियाँ गिलास अरे ल हुन्छ आइसक्रिम किन्दिनु अनि एक्सट्रिम किन्दिनु सन्देश के छ बोला न सन्चै छौ बिनी नमस्ते छोरी के छ यहाँ पढ्दैछौ कतिमा पढ्दैछौ ल ल राम्रो पढाइ बुवा मम्मी खबर के छ बुवा मम्मी सन्चै हुन्छ मम्मीहरू कहिले आउनुहुन्छ ल ल होइन भुन्डी चाहिँ कहिले आएको कहाँ बिहे भएको अरे भुन्डी के तर लगेको भन्नु नि
भाइ के कुदाएको यार यता हेर्न मुला हो गुड ल किन अनुहार छोपेको नमस्ते छोरी के छ हामीले छोरी खबर के छ हौ ल ल अपलोड गरिदिन्छु के हुन्छ त अपलोड गर्दा आफ्नो गाउँघरको अर्ग्यानिक होइन के को चिया के को लाज हौ छोरी अब लजाएर किचनभित्र पसेरै भएन फेरि अब अहिले जाने हो हेलो यता आऊ न कता भागेको यता हेर सन्चै छेउ हेर त दुईजना यता तिमीलाई कत्रो ज्याङमा देखेको नजिक 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 आयो त फोटो खिचिदिन्छु नि त म फोटो खिचिदिन्छु बहिनी चाहिँ को बहिनी हो तिमी अनि त धानमा युरिया हाले जतिकै बढेको थियो त हलक्क लु बस बस हेर यता ल तिमीहरूको फोटो आयो भिडियोमा अरे यो बहिनी यहाँ चुराको नाम के अरे यो मेटल बहिनी चुराको नाम के अरे सबै फोटो खिच्नु हुन्छ होला कस्तो के भयो त हौ त मिलाएर भन्नु नि गएको त भन्ने म त यहाँको मान्छे हो नि फेरि